ले नयाँ रूप धारण गरेकी छन्। हो दर्शकबिनहरू, भूपेन्द्रले विभिन्न तरिकाले बिहे गरेदेखि विभिन्न तरिकाले भुन्टीलाई टर्चर र दुःख दिइरहेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, पहिले नै उनलाई एकदम तरिकाले दुःख दिइसकेको र टोकलेसँग ले अनैतिक सम्बन्ध गरेर बुढी बोक्यो भनेर विभिन्न तरिकाले आरोपहरू लगाएर डिभोर्स गर्छु भनेर घरबाट भुन्टीलाई निकालेका थिए। हो दर्शकबिनहरू, अब भने भुन्टीले भने उल्टै उसको सम्पत्ति अब मेरो हातमा पार्छु भनेर बदला लिने भएकी छन्। हो दर्शकबिनहरू, भुन्टीलाई भने छिर्या र जेरीले जसरी पनि यो भुन्टीलाई के आरोप लगाएर हुन्छ कि के गरेर हुन्छ यसलाई जसरी पनि फसाउन पर्छ। अनि त्यसपछि फसाइसकेपछि भूपेन्द्रको बिहे जेरीसँग गराउनु पर्छ। जेरीसँग गराइसकेपछि भने यो मेरो सिरियाकोले भने यो भूपेन्द्रको नाममा भएको सबै सम्पत्ति जेरीले मलाई नामसारी गरिदिन्छे। त्यसपछि भने मैले मोज गर्न पाउँछु भनेर सिरिया सोचेकी थिइन्। तर भने कथा अनुसार यो उल्टो भएको दृश्य देख्न सकिन्छ। हो दर्शकबिनहरू, भुन्टीलाई भने सिरिया र जेरीकै टर्चरका कारणले भुन्टी घरबाट बाहिर निस्केर बेपत्ता भएकी थिइन् र टोकले र भुवनले विभिन्न ठाउँमा खोज्दा पनि कुनै हालतमा फेला पारेको छैनन्। हो दर्शकबिनहरू, फेला नपारिसकेपछि भने विभिन्न तरिकाले सञ्चार माध्यमहरू र नेपाल प्रहरीको माध्यमबाट विभिन्न ठाउँमा प्रचार गरी खोजतलास गरेको खबर भने अचानक सुकमायाले थाहा पाइसकेपछि सुकमाया भने बजारमा भुन्टी खोज्दै गएकी हुन्छन् र भुन्टीलाई खोज्न गएको बेलामा भने भुन्टी अचानक देखा परेको दृश्य पनि हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, जब टोकले र भुवनले त्यतिका समयसम्म खोजेका थिए तर भुन्टीको भाग्य विवश अचानक भुन्टीलाई एकैचोटि फेला पारेकी रहेछन्। हो दर्शकबिनहरू, फेला पारिसकेपछि भने भुन्टीलाई अब जसरी पनि के कसरी अब उनलाई व्यवस्था गर्ने र कसरी के गर्ने भनेर सोचिरहेको दृश्य हामीले देख्न सकिन्थ्यो। हो दर्शकबिनहरू, अब भने भुन्टीलाई अब के गर्ने र कसरी अब ती परिवारले दुःख दिएका छन् तिनलाई अब त कसैले लाउने भनेर सुकमायालाई एकदम तरिकाले अब जसरी पनि भुन्टीलाई न्याय दिनपर्छ भनेर मनमा लागिरहेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, सुकमायाले न्याय दिलाउने प्लान पहिलेदेखि नै गराएकी थिइन् र अब भुन्टीसँग भेट भइसकेपछि भने भुन्टी भने पहिले म्याडमको घरमा काम गर्थिन् र ती म्याडमले कान्छीको एकदम इमान्दारिता देखेर पहिले नै लट्ठ परेकी थिइन्। तर ती म्याडम भने अमेरिका डिबी परेर गएकी थिइन्। तर भुन्टीले दुःख पाएको सपनामा देखिसकेपछि र भुन्टीले सबै कुरा बताएको सपनामा भएपछि भने भुन्टीलाई पक्कै पनि कुनै समस्या परेको छ, पक्कै पनि अब त्यो भुन्टीलाई हाम्रो घर ल्याएर काम गराउनु पर्छ भनेर आफ्नो सानी आमालाई जसरी पनि ती भुन्टी कहाँ छन् तिमीले खोजेर ल्याऊ भनेर भनेकी हुन्छन् र भुन्टीलाई भने खोजेर घरमा लगेको दृश्य हामीले देख्न सकिन्थ्यौँ। हो दर्शकबिनहरू, जब घर लैसकेपछि भने अचानक भने सुकमायासँग भेट भइसकेपछि सुकमायालाई मायाले भुन्टीलाई भेटेर तिमी किन मेरो यसरी रुकाएको, मलाई पहिले नै बताएको भए मैले त लगाइदिन्थेँ तिनीहरूलाई, तिमी त्यसै मलाई नबताइकन यसरी हिँड्यौ भन्दा भने भुन्टीले तपाईँलाई कति दुःख दिने, पहिला पनि विभिन्न केसहरूमा तपाईँ जो आउनुभयो के मिलाउनु भयो, सधैँ एउटै मान्छेलाई कति दुःख दिउँ भनेर मैले तपाईँलाई कुनै हालतमा दुःख दिँदिनँ भनेर मैले यस्तो गरेको भनेको दृश्य देख्न सकिन्छ। अनि त्यसपछि सुकमायाले म सुकमाया हुँदासम्म तपाईँले कुनै चिन्ता नगर्नु, मैले तपाईँलाई जे परे पनि सहयोग गर्छु भनेर बाचा कसम गरेकी हुन्छन् र भुन्टी र सानीआमा भएर सानीआमाको घर गएका हुन्छन् र सानीआमाको घरमा गएर अब भूपेन्द्र र उनलाई जसरी पनि डिभोर्स दिनुपर्छ, तिमीले गएर तिमी आफै गएर जसरी पनि तिनीहरूलाई जसरी पनि थर्काऊ र आफूले जग्गाको हक माग, तिमीले कुनै हालतमा जग्गा त्यसै छोड्नु हुँदैन, जसरी पनि जग्गा लिनुपर्छ। अनि जग्गा लिइसकेपछि बल्ल तिनीहरूलाई छोडपत्र दिनपर्छ, त्यसै छोड्यौ भने तिमीलाई ह्याप्छन्,
तिनलाई नराम्रो सोच्छन्। त्यस कारणले तिनीहरूलाई दुःख दिन यस्तो गर्नुपर्छ भन्दा कान्छी भुन्टीले भने कुनै हालतमा यस्तो गर्दिनँ, मैले उहाँलाई पनि छोड्दिनँ भनेर जबरजस्ती भनेको दृश्य देख्न सकिन्छ। हो दर्शकबिनहरू, सुकुमायाले भने एकचोटि जसरी पनि भुन्टीको नाममा त्यो सम्पत्ति बनाएर तिनीहरूलाई समझ सिकाउन चाहन्छन्। हो दर्शकबिनहरू, अब जसरी पनि तिनीहरूलाई डिभोर्स दिने अनि त्यसको सम्पत्ति आफ्नो नाममा पारिसकेपछि ती सबै त्यो परिवारले अब कस्तो व्यवहार गर्नुपर्छ, कस्तो व्यवहार गर्दा के हुन्छ भन्ने कुरा थाहा पाउँछन् अनि बल्ल त्यही अनुसार पछि प्रक्रिया चाल्नुपर्छ भनेर सोचिरहेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, सुकुमाया भने अब जसरी पनि तिमी बोल्न नसक्यौ भने म तिम्रो रूप धारणा गरेर म तिनीहरूलाई गएर जसरी पनि थर्काउँछु भनेर भनेको हुन्छ र भुन्टीले त्यसो नगर्नु नजानु भन्दा पनि सुकुमायाले अत्याको अझै पनि चुप लाएर बस्छौ, तिमी कति सहन्छौ, अहिलेसम्म बिहे गरेदेखि अहिलेसम्म कुनै सुख पाएनौ तिमीले, जसरी पनि मैले थर्काएर हुन्छ कि के गरेर मैले तिनीहरूलाई जसरी पनि तलाउँछु भनेर सम्झाएको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, अब त्यसरी सुकुमाया भने भुपेन्द्रको घरमा गएर सिरा र जेरीलाई पनि विभिन्न तरिकाले थर्काएकी हुन्छन् र विभिन्न तरिकाले थर्काएर उनीहरूको अचम्म परेका हुन्छन्। भुन्टी पहिला घरबाट निस्किँदा यस्तो थिए, अहिले अचानक किन यसो भयो भनेर विभिन्न तरिकाले सोचिरहेका हुन्छन् र उता भुपेन्द्रलाई पनि विभिन्न तरिकाले थर्काएर जग्गा चाहिन्छ भने भनिसकेपछि भुपेन्द्र पनि अचम्म र रिसले हानेका थिए। अनि तर कुनै हालतमा भुन्टीको रूप धारण गरेकी हुन् सुकुमायाले भन्ने कुरा पनि कसैलाई थाहा थिएन र भुवनलाई पनि बोलाएकी हुन्छन् र भुवनलाई बोलाएर पनि भुवनलाई पनि जग्गा र डिभोर्स दिन्छु भनेर भन्दा भुवन पनि छक्क परेका थिए र टोकाले भने बहिनी फेला पऱ्यो भनेर खुसी भएका थिए। तर बाहिर जाँदा भने सुकुमायाको आवाज प्रस्तुत गरिसकेपछि मितेनी तपाईँ भनेर भनेको दृश्य देख्न सकिन्छ। त्यसपछि भने मितेनीले सबै कहानी बताएकी हुन्छ, यस्तो यस्तो कारणले मैले यस्तो रूप धारण गरेको हो, तिम्री बहिनी सुरक्षित छन्, तिम्री बहिनी म्याडमको सानीआमाको घरमा हुनुहुन्छ, तिमी कुनै हालतमा टेन्सन नल्याऊ, त्यस कारणले मैले यस्तो यस्तो रूप धारण गरेर यिनीहरूलाई तलाउनको लागि यस्तो गरेको भनेर भन्दा भने तपाईँले यस्तो गर्न त गर्नुभयो, पछि हामीलाई केही खतरा हुने हो कि भनेर टोकाले भनेको र डराएको हुन्छ। तिमी कुनै चिन्ता नगर, म त्यसको समाधान गर्छु, कुनै हालतमा तिमी टेन्सन नगर भनेको दृश्य देख्न सकिन्थ्यो। भने यता बाटोमा आउँदा भने अचानक कुनै पनि व्यक्तिले आफ्नो श्रीमतीलाई जग्गा मागेकै न्युमा मारेको खबर थाहा पाउँछन्। त्यहाँ भेटेका मान्छेहरूले त्यही खबर बताएपछि टोकाले झनभन्दा झन् डराएको हुन्छ कि मेरी बहिनीलाई पनि यस्तो हरकत गरेर मार्ने हुन् कि भनेर भनेको दृश्य देख्न सकिन्थ्यो। भने यताबाट आएर भने भुन्टीसँग भेट भएको छ, धेरै दिनपछि भने भुन्टीसँग टोकालेको भेट भएको छ र उनीहरू दुःख सुखका कुराहरू छाटेका छन् र भुन्टीले सबै कुराहरू टोकालेलाई बताएकी छन् भने टोकाले पनि भुन्टीलाई खोज्दा विभिन्न तरिकाले खोजेको कुरा पनि सबै बताएका हुन्छन्। यता भने सिरिया र जेरी र यता भुपेन्द्रलाई थर्काएका हुन्छन्। सिरियाले भने जसरी पनि तपाईँ गएर त्यो भुन्टीलाई ल्याएर जसरी पनि पिट्नु, जसरी पनि कुटेर जसरी पनि त्यसलाई अब त्यो जहाँ सम्पत्तिमा मुद्दा हालेकी छ त्यसलाई फिर्ता गराउनुपर्छ भनेको दृश्य पनि हामीले देख्न सकिन्छ। र भुवनले भने अचानक भुवनलाई भने अदालत र मालपोत कार्यालयबाट जग्गा रोक्का भएको खबर आउँछ। हो दर्शकबिनहरू, सुकुमायाले भने जग्गा रोक्का गरेर अब कुनै हालतमा कसैलाई लेनदेन गर्न नमिल्ने र किनबेच गर्न नमिल्ने बनाएकी छन् र अदालतमा मुद्दा हालेकी छन्। जग्गा सम्बन्धी मुद्दा हालिसकेपछि अब कुनै हालतमा त्यो जग्गा लेनदेन कसैले गर्न पाउने छैन भने यता भने सिरिया पागल जस्तो र भुवन पनि पागल जस्तो भएका छन्। अब भने सिरियाले सम्पत्ति पाउने सपना भने खतम भइसकेको छ। हो दर्शकबिनहरू, यता खतम भइसकेको तनावले भने जसरी पनि त्यो भुन्टीलाई यस्तो फिर्ता गराउन पर्छ भनेर विभिन्न तरिकाले भुपेन्द्रलाई भनेको हुन्छ र भुपेन्द्र पनि जङ्गिएर र म
पिट्छु भन्दा जेरीले भने तिमी यस्तो अवस्थामा कसरी तह लगाउन सक्छौ, आफ्नो हालत यस्तो छ भनेको धेरै चाहिँ देख्न नसकिन्छ भने चिडियाले जसरी पनि जानुपर्छ, जसरी पनि त्यो सम्पत्ति उ गरेर मेरो नाममा गराउने हो, कुनै हालतमा नजाने कुरै हुँदैन, जसरी पनि जानुपर्छ भनेर विभिन्न तरिकाले उफ्रिएको दृश्य पनि हामीले देख्न सकिन्छ। अब भने कुनै हालतमा त्यो जग्गा अब कसैको नाममा हुने छैन। भूपेन्द्रले अब त्यो भुन्टीलाई कुनै हालतमा कुटेर केही काम लाग्ने भएको छैन र जग्गा त्यसरी ल्याउने भनिसकेपछि उता भने भुन्टी रमाइरहेकी छन्। उनले भने पैसा कमाउन थालिसकेकी छन् र उनी भने सुखमा रमाइरहेकी छन् र उनी एकदम हाकिम जस्तो भनेर पहेँलो कपडामा पहिरनमा देखा परेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, भुन्टी सिरियल मन परेमा लाइक, कमेन्ट र सेयर। अझै पनि युट्युब च्यानलमा जोडिनु भएको छैन भने सब्सक्राइब गरी जोडिनु होला। शुभ दिन, शुभ पर्व, बाँकी पल सुखमय रहोस्। धन्यवाद।